नमस्ते साथीहरू, एकचोटि फेरि स्वागत छ तपाईहरूको आफ्नो च्यानल डेस्टिनी केयर न्युमरोलोजीमा। अनि म तपाईको साथी सुषमा शाह। यो युट्युबको च्यानलबाट मैले नयाँ जोड्ने सुरु गरेको छु। सो हजुरहरूले सक्दो मलाई सब्स्क्राइब गरेर सपोर्ट गरिदिनु होला। त्यस्तै लाइक, फलो, शेयर मलाई इन्स्टा अनि फेसबुक, टिकटक च्यानलमा गरेर सपोर्ट गरिदिनु होला। अनि म कोसिस गर्छु मसँग जे ज्ञान छ, जे मसँग नलेज छ न्युमरोलोजीको, त्यो तपाईहरू समक्ष पुगोस्। तपाईको जीवनमा केही ट्रान्सफर्मेसन होस्, केही जीवनमा तपाईको खुसी आउन पाओस्। यसको लागि साथीहरू म धेरै प्रयासरत हुन्छु। सबैभन्दा पहिला जब म कुरा गर्छु न्युमरोलोजीको, हुन सक्छ धेरै मान्छे नयाँ जोड्नु भएको होला अनि सोच्नु होला न्युमरोलोजी के हो। म बुझाउन खोज्छु साथीहरू। हुन सक्छ धेरै मान्छेहरूले एस्ट्रोलोजीको बारेमा सुन्नु भएको होला अनि न्युमरोलोजीको बारेमा सायद कम सुन्नु भएको होला। न्युमरोलोजी एउटा अकल्ट साइन्सको एस्ट्रोलोजीको जस्तै ब्रान्च छ, जसमा हामी कुरा गर्छौँ अङ्कको बारेमा, नम्बरको बारेमा। आउनुहोस् अझै विस्तारै बुझौँ। जब हामी न्युमरोलोजीको कुरा गर्छौँ साथीहरू, जब हामी जन्मिन्छौँ त्यति बेलादेखि यो जो नम्बर छ, यो जो अङ्क छ, यो हाम्रो वरिपरि, हाम्रो पछि लागिरहेछन्। फर इक्जाम्पल, जब तपाईँ साथीहरू जन्मिनुहुन्छ, पार्टिकुलरली कुनै डेटमा, कुनै मन्थमा, कुनै इयरमा जब जन्मिनुहुन्छ भने आफ्नो डेट अफ बर्थ लेखेर हेर्नुहोस्। कति किसिमको अङ्क तपाईँ देख्नुहुनेछ। केही रिपिटेसनमा देखिनेछन्, केही अब्सेन्ट देखिनेछन्। भने यो अङ्क जब तपाईँ जन्मिनुहुन्छ त्यति बेलादेखि नै कतै न कतै तपाईँको वरिपरि, हाम्रो पछि घुमिरहेको हुन्छ। आउनुहोस् अझै विस्तारै बुझौँ। तपाईँ घर लिनुहुन्छ, बङ्गलो लिनुहुन्छ, फ्ल्याट लिनुहुन्छ, कुनै पनि प्रोपर्टी लिनुहुन्छ, त्यसको पनि नम्बर हुन्छ। तपाईँ एरोप्लेनमा ट्राभल गर्नुहुन्छ, ट्रेनमा ट्राभल गर्नुहुन्छ, त्यहाँ सिट नम्बर हजुरहरूसँग हुन्छ। गाडी लिनुहुन्छ, 2 व्हिलर, 3 व्हिलर, 4 व्हिलर, केही पनि लिनुहुन्छ, त्यसको एउटा नम्बर हुन्छ। अर्थात् तपाईँ कतै पनि जीवनको कुनै पनि पक्षमा जब हेर्नुहुन्छ त्यति बेला तपाईँको वरिपरि यो नम्बर देखा पर्ने नै हो। अनि रोमाञ्चक कुरा यो हो साथी कि मैले यो हेरेको छु कि कतिचोटि केही नम्बर यस्तो हुन्छ जो तपाईँसँग एउटा एट्र्याक्सन राख्छ। तपाईँ सपोज गर्नुहोस्, जस्तै म आफ्नो कुरा गर्छु, म जहिले पनि कहिले ट्रेनमा ट्राभल गरौँ, बाई एयर ट्राभल गरौँ, कुनै न्यू गाडी लिनुपर्ने, या कसैसँग मेरो फ्रेन्डसिप होस् या जान पहिचान होस् भने पार्टिकुलर कुनै नम्बरसँग मेरो एट्र्याक्सन यति हुन्छ कि त्यो अटोमेटिकली मसँग कतै न कतै टाँसिहाल्छ। अझै अगाडि कुरा गरौँ, जब हामी नम्बरको कुरा गर्छौँ भने नम्बर कतिवटा हुन्छन्? 1 देखि 9 सम्म। अब किन हुन्छ 9वटा नम्बर? तो सुन्नुहोस्, 1 देखि 9 सम्म ठिकै छ। अब तपाईँले 10 लाई हेर्नुहोस्, 10 मा 1 अनि 0 जोड्दा 1 हुन्छ। 11 लाई जोड्दा 1 अनि 1 जोड्दाखेरि 2 हुन्छन्। 12 लाई जोड्दाखेरि 2 अनि 1 3 हुन्छ। सो रिपिटेसन त्यत्तिकै हुन जान्छन्। 90 लाई 9 अनि 1 10 गरेर 1 हुन्छन्। 20 को 2 भयो, 21 को 2 अनि 1 3 भयो। अर्थात् जबसम्म मल्टिपल नम्बर्स आउँछ त्यसलाई जोड्दै गरेर सिङ्गल डिजिटमा लाउनु पर्ने हुन्छ। अनि त्यो सबै सिङ्गल डिजिटमा लगाइसकेपछि तपाईँले हेर्नुहुन्छ 1 देखि 9 सम्म नम्बर हुन्छ। भन्नलाई त धेरै इजी छ कि नम्बर छ 1 देखि 9 सम्म, तर यो एउटा डाइनामिक्स छ, जो यसको एक पर्मनेटिक कम्बिनेसन छ, जो यसको एउटा कन्फिग्रेसन छ, त्यो धेरै नै अद्भुत छ साथीहरू। अब कुरा गरौँ साथीहरू, मैले कुरा गरेको नम्बर चाहिँ 1 देखि 9 हुन्छ। अब तपाईँ कतै न कतै सुन्नुभयो होला, जुन हाम्रो प्लेनेट्स हुन्छ त्यो पनि 9वटा हुन्छ। अब म एउटा कन्फिग्रेसन भन्छु कि कुन नम्बरले कुन प्लानेटलाई प्रेजेन्ट गर्छ। सबैभन्दा पहिला कुरा गर्छौँ नम्बर 1 को। नम्बर 1 कसको हुन्छ?
सूर्यको, राजाको। नम्बर 2 हुन्छ मुनको यानि चन्द्रमाको। नम्बर 3 हुन्छ जुपिटरको यानि बृहस्पति देवगुरुको। नम्बर 4 यो हुन्छ राहुको। नम्बर 5 मर्करी यानि बुधको। नम्बर 6 हुन्छ भेनसको यानि शुक्रको दैत्य गुरुको। नम्बर 7 हुन्छ केतुको। नम्बर 8 हुन्छ सेट्रन यानि शनिको। नम्बर 9 हुन्छ मार्स यानि मङ्गलको। यो हुन्छ 1 देखि 9 नम्बरसम्मको। अनि कुन नम्बरले कुन प्लानेटलाई प्रेजेन्ट गर्छन् भने मैले यो भिडियोमा एक्सप्लेन गरेको छु। अझै अगाडि बढौँ। अब म भन्छु यिनीहरूको के इम्पोर्टेन्स छ, के महत्त्वता छ। सबैभन्दा साथीहरू एउटा सानो काम गर्नु, मेरो भनाइमा एउटा कपी डट पेन लिएर आफ्नो डेट अफ बर्थ लेख्नु। त्यहाँ सबैभन्दा पहिला डेट, त्यसपछि मन्थ, त्यसपछि इयर लेख्नु। सबभन्दा पहिलो हुन्छ डेट। सपोज गर्नुहोस् तपाईँ जन्मिनु भएको छ 1 तारिकमा। अब 1 नम्बर कसको हुन्छन्? सूर्यको, राजाको। 1 नम्बर कसको हो? यानि यदि तपाईँ कुनै पनि महिनाको 1 तारिक, 10 तारिकको, 19 तारिक अथवा 28 तारिकमा जन्मिनु भएको छ भने तपाईँको ड्राइभर नम्बर 1 हुन्छ। सुरुवात गर्छौँ साथीहरू सबभन्दा पहिला आज ड्राइभर नम्बर 1 बाट। जुन मान्छेहरू कुनै पनि महिनाको 1 तारिकमा, 10 तारिकमा, 19 तारिकमा अनि 28 तारिकमा जन्मिनु भएको हुन्छ भने कुरा गर्नेछौँ के यसको स्वभाव हुन्छ, के यसको ट्रेक्स हुन्छ, के यसको क्यारेक्टर्स हुन्छ। याद राख्नु साथीहरू 1 नम्बर कसको हो? सनको नम्बर। सूर्य जुन छ सबै प्लानेट्सको राजा हुनुहुन्छ। अब जो मान्छे 1 तारिकमा जन्मिनु भएको छ उहाँको नेचर कस्तो हुन्छ? राजा जस्तो हुन्छ। राजा जस्तो छ भने लिडरसिपको क्वालिटी हुन्छ यिनीहरूभित्र। जब लिडरसिप हुन्छ यिनीहरूभित्र तब यिनीहरूभित्र अथोरिटेटिभ क्वालिटी हुन्छ। यस्तो मान्छेहरू जुन छ यो साथसाथै थोरै इगो पनि राख्नुहुन्छ। जिन्दगीभित्र यिनीहरू धेरै महत्त्वाकांक्षी हुनुहुन्छ। जिन्दगीमा अगाडि बढेर चढेर आफ्नो हिस्सा लिनुहुन्छ। हरेक कुरामा यिनीहरू लिड गर्न चाहनुहुन्छ। कसैको पनि अन्डरमा काम गर्न रोजाउनुहुन्न। बिकज अफ दे आर द बस। यो आफ्नो बस आफै हुनुहुन्छ। यदि यिनीहरू कतै जब पनि गरिराख्नु भएको छ भने गल्तीले पनि यिनीहरूले कसैको अन्डर काम गर्नै पसन्द गर्नुहुन्न। यिनीहरूसँग उहाँले मात्र काम गराउन सक्नुहुन्छ जो उहाँभन्दा पनि इन्टेलिजेन्ट हुनुहुन्छ। अदरवाइज सानोतिनो मान्छेसँग उहाँले काम गर्न मुख्नाउन रोजाउनुहुन्न। सबै कुरा जोडेर म भन्छु यस्तो मान्छेहरू एम्बिसियस हुनुहुन्छ, महत्त्वाकांक्षी हुनुहुन्छ, लिडरसिप क्वालिटीको हुनुहुन्छ। दे आर द बस देयर अन। आफ्नो बस आफै हुनुहुन्छ। अनि लाइफमा यिनीहरू सधैँ टप पोजिसनमा पुग्न कोसिस गर्नुहुन्छ। टप पोजिसनमाथि पुगी पनि हाल्नुहुन्छ। यस्तो मैले हेरेको छु। तर जब म कुरा गर्छु 1, 10, 19, 28 तारिकको अनि के सबैको क्यारेक्टर सेम हुन्छ त? अफकोर्स सेम हुन्छ। तर यिनीहरूमध्ये सबभन्दा नम्बर 1 मा जुन नम्बर छ त्यो हुन्छ 19। किनभने यसमा सन अनि मङ्गलको प्रेजेन्टेसन छ। एउटा राजा, एउटा सेनापति। अनि त्यसपछि नम्बर हुन्छ 1 को जुन सिङ्गल डिजिटमा छ। अनि 10 त्यो बी क्याटेगोरीमा आउँछ। अनि त्यसपछि छ नम्बर 28 त्यो सी क्याटेगोरीमा छ जो अगाडि गएर म तपाईँले एक्सप्लेन पनि गर्नेछु। अब यसमा हेर्नुहोस् साथीहरू जुन मान्छे 19ले रुल गर्छन्, 19 तारिकले रुल गर्छन्, पर्टिकुलरली कुनै पनि महिनाको 19 तारिकमा जन्मिनुहुन्छ भने जस्तो हाम्रो मुकेश अम्बानी जी हुनुहुन्छ उहाँको 19 तारिक छन्। रुल बाई 1 ही इज रुल बाई नम्बर 1 एन्ड born on the 19th of the month।
हजुर हेर्नुहोस् उहाँ कता पुग्नु भएको छ। हि इज अ रिचेस्ट पर्सन अफ द एसिया। इन्दिरा गान्धी नम्बर 19 बाट रुल हुनुहुन्छ। धेरै यस्तो इक्जाम्पल म दिन सक्छु। धीरुभाइ अम्बानी 28 उहाँ पनि नम्बर 1 बाट रुल हुनुहुन्छ। तर रङ्कदेखि राजा बन्न उहाँलाई धेरै मेहनत गर्नु पर्यो। नर्मली यो दुईटा उदाहरणले मैले तपाईँहरूलाई नम्बर 1 को कुरा बुझाउन खोजेको थिएँ। अब नम्बर 1 को फ्रेन्डली नम्बर जुन हुन्छ त्यो हुन्छ 9, 2, 5, 6, 7 अनि 3। एक्वायर्ड जुन नम्बर हुन्छ त्यो नम्बर 8 हुन्छ। बाँकीको नम्बर न्युट्रलमा जान्छ। म एउटा सल्लाह दिन्छु साथीहरू, यस्तो मान्छेहरूलाई लाइफभित्र कहिले पनि ब्ल्याक कलरको उपयोग गर्न परहेज गर्नुपर्ने हुन्छ। चाहे त्यो ब्ल्याक रङको गाडी होस्, ब्ल्याक रङको जुत्ता होस्, ब्ल्याक रङको सर्ट होस्, प्यान्ट होस्, टी सर्ट होस्, बेल्ट होस्, पर्स होस्, केही पनि ब्ल्याक कलरको धारण गर्नबाट बच्नुपर्ने हुन्छ, परहेज गर्नुपर्ने हुन्छ। यो थियो साथीहरू नम्बर 1 माथि को चर्चा। आज तपाईँहरूसँग अर्को एपिसोडको वेट गर्नुहोला। अब म चर्चा गर्ने छु नम्बर 2 को माथि, जुन कि चन्द्रमाको नम्बर हो, मुनको। जानुभन्दा पहिला म यति मात्र भन्छु साथीहरू, हाम्रो च्यानललाई लाइक गर्नुहोस्, सेयर गर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि बेल आइकन हिट गर्नुहोस्, ताकि आउनुपर्ने सबै एपिसोड तपाईँहरूसँग पहिले पुगोस्। अनि धेरैभन्दा धेरै सेयर गर्नुहोस्, ताकि अरूको लाइफमा पनि तपाईँहरूले केही ट्रान्सफर्मेसन ल्याउन सक्नु। आजलाई यति नै साथीहरू। नेक्स्ट एपिसोडमा फेरि मुलाकात गर्नेछु। जानुभन्दा पहिला यति नै भन्नेछु, मस्त रहनुहोस्, स्वस्थ रहनुहोस्।